फर्केर 2 महिना फर्किन्छ लगाइदिएको तेरो लाभली भनेको त्यही हो भिडियो त होला यो सिकाएको थिएँ भिडियो फोटो चाहिँ साइडमा नेपाली फुल चाहिँ किन भएन चाँडै भन्छ पैसा लिएपछि पनि यस्ता साइडमा राखिराख्ने अनि हामी पैसा दिन्छ सिलको टोपी खोल्छन् माला भन्छ मेरो व्यक्तिगत थियो मेरो ठ्याक्क राख्नु बाहिर बाहिर आइज त म जान्दिनँ आइज प्रकाश फोटो खिच्दै क्या यहाँ फेरि अहिले भएन खोइ छोराले गर्न पर्छ गाईले खायो त्यही पनि खानुपर्छ मिठाई पनि खानुपर्छ सब खानु अब त्यसको कुरो भइ लाइन तिम्रो लाइनै काट्नु के अगरबत्ती वाली बत्ती वाले है नि मसाज गर्न पहिला मसाज गर्न भएन कुटीबाट गर्दिन अर्को छैन चाया खाने उपाय केही छ प्रकाश खौराइदिने खौडाउँदा 3-4 चोटि खौडाइदिने स्याम्पू राम्रो स्याम्पू युज गर्ने नयाँ नयाँ तेस्रो दिनले
राम्रो स्याम्पू युज गर्नु पर्यो नि खालि हाम्रो खानपानमा केही गर्नु के गर्नु पर्यो सर थिएन त्यस्तो घुम्रिलो कपाल हुँदा पनि त्यस्तो थिएन एकदम सिधा बाङ्गो भयो नि पछि पाउनु ऊ स्याम्पूले नआउनु डोप स्याम्पूले एउटा स्याम्पू छोडेर अर्को स्याम्पू चेन्ज गर्यो भने सुरु भयो के सुरु भयो ट्राई त गर्नु पर्यो त दिदीको टिका लाउनु पर्ने मैले बहिनीको टिका लाउनु त्यही भएर दिदी बोलाइदियो त मेरो बनाउने एउटा मैले बनाउनु फेरि दिदीलाई पठाइदिएँ देवीले हालेको त्यही हो त्यही गर दक्षिणा कम्बर रातो नछुटा मलाई मन पर्छ दक्षिणा छोडेको दुई ठाउँमा हाम्रा घर ल ठिक छ अब हामीलाई कसैले दियो अनि हामी टक्क भइदिनु भन्छौँ ओहो यसले त मलाई रिनै तिर्ने रहेछ क्या हो यो बनाइदिन्छु अहिले मलाई यति अल्को कहाँ देखि कहाँ देखियो अहिले मलाई खुट्टैसम्म उठ्ने माला बनाइदियो कति ठुलो देखियो नि मलाई अहिले भाग्यमानी भएस् यस्तै ल्याइराख्नु बेला बेला भाइटिकाको उपलक्ष्यमा तेलले रक्षा गरून् कपाललाई चम्किलो बनाउन् आऊ न लगाइदियो किन हेरेर बसेको केटा हो आओ सबले घस यहाँ भुतु पारिदियो ल काहीँ लगाइदियो भइहाल्छ एउटाले कपालको र
निराशा भयो भने मान्छे चाँडै सुल्किन्छ तङ्गिएको पनि त्यही भयो आश मारिको थियो तल कपाल चिक्रीको मारे अनि के रमाइलो हुन्थ्यो त्यतिकै छोड्दै अरे क्या त कपाल अब के गर्नु पर्छ हातसाथमा लाउनु ल क्या एक उन्डा हात लगाइदियो जम उल्टो भन न उल्टो सुल्टा त त्यसै राखेको छु तिम्रो मिडिया केटा हो त रमाइलो त हुन्छ त कसरी बिच अलिक पल्टी बनाएर कस्तो हाँसेर बसेको लो एम55 रक्षा गरुन् बस कति दामी चिटिक्क भइस भयो ए फुल अनि यति बस तँलाई 10 चोटि माइत जान आउन 5 चोटिलाई पुग्छ ल नदेख्नु पनि फाइदा छ ल जाम बखानतिर खाना त यहीँ ल्याऊ नि खाऊ नि त्यही त दिएर ए खानी यहीँ छ नि अनि अब त्यो कपडा ट्याक्क लगायो न त्यो लगाएर फोटो खिच्दै पुरा कस्तो राम्रो देखिन्छ खाँदैछ यो बडो गर्ने सानो बनाएको खाना टाकेर अनि त्यही भएर त भनेको तैँले फेरि साथी सबैले चिक्ना चिक्ना टल्किनेवाला ल्याइदिनु यस्तो यति मोटाले यति भुँडी बाकालाई हुन्छ भनेर 1000 रुपियाँ गर्ने अनि दिएको नदिएको नाइ के मैले दक्षिणा गरेको अरे 1000 गरेको भने थियो अनि ना भाउजू भन्न खोइ तिलको कत्रो कलरको छ कस्तो छ प्रकाश मेरो एउटै थियो क्या मेरो हस्बेन्ड साइज 4XL छ मेरो तेरो बच्चा त्यसलाई त मिल्छ त्यसलाई त मिल्छ उतै जस्तै हो ठिकै छ त्यही लगा जस्तै त हो नि यो पनि होइन अनि साइज फरक हुन्छ ए
ल गाना जाने हो
दिदीलाई पत्ता छ हाम्रो दिदीलाई पत्ता छ लाजे हमर करे लाला अरे मिठा पन बनाउँदा बनरे सेवाला मिठा पन बनाउँदा बनरे सेवाला अरे मिठा पन बनाउँदा बनरे सेवाला मिठा पन बनाउँदा बनरे सेवाला ल पिकनिकको एकदम बेजोड तयारीमा छौँ हामी सबैजना। अब भैली खेलियो, पिकनिक खानालाई खसी काटियो, यता बोइलर पुरै रोस्ट बन्न तयारमा छन्। यिनीहरूको पनि अब रोस्ट बन्नेवाला छ। यसलाई पानी पुरै व्यवस्थाले तात्दैछ। निस्क्यौँ अब सपिङमा जानु पर्यो। सामान्य सपिङ पनि गर्नुपर्ने छ। यिनी डान्सरहरू यिनी नाचेर पैसा झरेको, एकदम नाच्ने यिनी नाचेर पैसा झरो, पिकनिक खान पाइने भयो। यो मेरो खाप्चो हो। मेरो खाप्चामा म पनि देखिनु पर्यो बेला बेला। हाम्रो टिमको सबैभन्दा बुढो तर सबैभन्दा ह्यान्डसम र भर्खरको मान्छे उहाँ नै हो। एकदम लड्के जवान। होइदेखि न ल यहाँ खसी एकदम बेजोड तरिकाले भुत्लिँदैछ र कटिङ सटिङ खसी कटिङ सिद्धिसक्यो। हजुर सपिङ चलेको चलै छ। सपिङ
केसको हो भन्ने कुरो रातिको ड्युटी पनि चलिरह रातिसम्म मान्छेहरू बसेर चिकनको रोस्ट मोलेर यही गरी खान नदिने भएन यो हाम्रो यो कारिगर चन्द होटेलका साउजी ओनर गान्टी दाई त्यसपछि हाम्रो एकदम ठेकदार लोकनगर समाज सुधारकी ठेकदार पिकनिकको ठेकदार उहाँ यी छोरी यहाँ पुरै गराउँदै छिन् यस्तै छ नि उसाल्ने आमा यहाँ छिन् म मात्रै छैन यहाँ भिडियोमा के हेर्नु मेरो भोइस मात्रै हेर्नु मिल्छ तपाईँ र म यहाँ छौँ हामी पनि त हुनु पऱ्यो नि ब्लगमा फेरि भोलि बिहान हामी भिडियोमा आएनौँ भने के मजा आयो ल ल ल ल सर राहा कति रमाइलो हजुर पिकनिक सुरु हुँदैछ बिजोड तरिकाले ओहो कति बहुत ल हाम्रो तयारी चलिरहेको बेजोड खान्छ जान्लाउ ल तिम्रो कार बेला बेलामा लिन आयो अलि बेलुका अनि खाने बेला आयो पैसा तिर्नु भने उता यो डान्सर हो यो एकदम भाइरल डान्सर के छ भन्नुपर्ने अब यहाँ केही छैन बल्ल यो पाक्दैछ बल्ल अचारको तयारी हुँदैछ यता पनिरको तयारी हुँदैछ साधुको लागि के भयो अरे के महँगो भयो अरे ल हाम्रो पिकनिकमा सेलिब्रिटीहरूको आगमन भइसकेको छ सुपरस्टार सेलिब्रिटीहरू यी दुईटा सेलिब्रिटी यहाँ यस्तरी मुख लजाउँछन् सेलिब्रिटी यहाँ खाँदैछिन् यिनले काँक्रो खाँदैछिन् म देखिनुहुन्न दौ भयो सेलिब्रिटी सबका ताल छन् आफ्ना ताल छन् हाम्रो यहाँ पाक्दैछन् आलु यहाँ आलु पाक्दैछ यहाँ पनिर पाक्दैछ केही छैन खाली छ बहुत रमाइलो छ सबै आछन् धेरै छन् मान्छे धेरै धेरै आछन् हाम्रो कुकमेनले पकाउनै लाग्नुहुन्छ ठिकै छ उहाँले भाँडा मान्नुहुन्छ उहाँ चाहिँ एकदम भाँडा मान्दामा टल्काउनमा होइन माहिर हुनुहुन्छ उहाँ चाहिँ टलक्क टल्काउनुहोस् है दाइ त्यो भाँडा टल्किनु पर्यो अनि उहाँले चाहिँ पठाउनु मिठो पकाउनुहुन्छ उहाँ नि पकाउनमा माहिर हो यहाँ आगो बल्दैछ साधुहरू हेर नि त्यहाँ साधुहरूको फेरि पारै बेग्लै छ यहाँ साधुनी काकी साधु बाजे हाम्रो साधु बाजेले यहाँ पिकनिक खाँदै हुनुहुन्छ साधुनी आमाले पनिर अलि रातो बनाउनु आगो चर्को भयो क्या भएन सेतै भयो क्या अलि रातो बनाउनु डढ्दैन खलाइ मजाले पाउनु सिकाउनु न बा हेत्तेरी तपाईँ बसेर पकाउनु यहाँ आमाले आएन सब बिगार्नु भयो सेतो हुन्छ अहिले मेरो बुढीलाई उता हात हालिसके वाइफाई त चल्दैन त यार पैसा मात्रै बढी तिरायो होला जस्तो छ वाइ चल्दैन छोरो ओइ चन्द्रराजा
सबैजनाले सब्स्क्राइब गरिदिनु हाम्रो लक्ष्मी भाइको च्यानललाई। यस्तो रमाइलो छ यहाँ, सब ठाउँमा मान्छे पिकनिक सल्लाह हुँदैछ। के सल्लाह हुँदैछ यिनीहरू? सल्लाह भइरहेको छ। के सल्लाह भइरहेको थाहा? छोरो हरायो। कता गयो छोरो? कहाँ पिङ खेल्न गयो होला? जाम तपाईँ र म अब त्यसो भए पनि चल्दैन अहिले नबिजाउनु अहिले। हजुर के चाहियो भन्नुहोस् है, भन्नुहोस्। ल जाम त हिँड्नु दाइ, तपाईँ र मै जा। यहाँ त पिकनिक सुरु भइसकेछ। पहिलो लट सुरु भइहाल्यो। शाकाहारीलाई कति फाइदा, पहिल्यै सुरुमै आउने बित्तिकै अब हामी यहाँ भोकाले चाम्रिसक्यौँ, शाकाहारीले सुरु गरिसकेछन् पिकनिक। आमैको पिकनिक कस्तो छ? पिकनिक मिठो छ आमै? बढिया छ, बढिया छ। भैलो खेलेको हुनाले मिठो मिठो पनिर हाम्रो यहाँ पाक्दैछ। राधे राधे। डल्ला नि डल्ला खुट्टा खुट्टा पनि तार्कियो। यो पनि चलाउँदै गर्नु यताको। सब पकाउने धुनमा छ, खाने धुनमा कोही छैनन् अहिले, पकाउने धुनमै छन् सबै। अचारको तयारी, यहाँ पुरा मालपानीको तयारी, बुढाबाजेहरू चेस हुँदैछ है। आइपुगेछन्। चन्दाईको फना होइन के अगाडि पछाडि खाऊ। कति हालेकै छैन क्या, नभए हाल्नुहोस्। खाना तयार भएर नि खाने बेला हुन लाग्यो हाम्रो पिकनिकमा। थाल 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 कता खसी मासु नखानेले रोस्ट पायो, धेरै पायो। मान्छे ठेकदार ल भत्तर सुरु भइसकेको छ गाइज हाम्रो पिकनिक। देउसी भैलो 2082 को भतेर जाम दिँदैछौँ। नानीहरू ठिक छ, मिठो छ। गिलास थपी खुट्टा के गरेर बसेको सिधा पलाटी मार बस। पलाटी मार
सर खाऊ मिठरी खाऊ मिठो बाहा कि छैन मिठो बाहा तिमीलाई कस्तो छ भागै छैन त्यसै अर्को ब्लग बनिरहेको त्यहाँबाट त्यहाँ दिदीले खानुपर्छ अगाडि उता मम्मीको उतापट्टि आराम बस त्यो यो भतेर पुलाउ रमाइलो कोही त चप्टा तान्दै हिँड्नु भएको कोही यता पकाउनै ठिक्क छ अझै पाकेर तेलमा त केही छैन के हाल्ने हो ए पापड फुराउनु बाँकी छ डोडाले छन् अलि डोडो सबको पाक्दैछ खाँदैछन् पाक्दैछन् जति बित्ति रमाइलो छ आजको ब्लग यही हो म पनि त हुनु पर्यो मेरो ब्लगमा चन्दै बाँड्दै हुनुहुन्छ नि फापड खै त कसैलाई दुई अझै आएन तिमीहरूलाई दुईटा थाल ओ दुईटा थाल ल्याऊ यहाँ बिचरा हेरेको हेरै भयो यिनीहरू यता त छँदै आएकै रहन्छ थालै यिनीहरू भिडियो हेर्नु मजासँग सबका आफ्ना नाच चलिरहेको
गाडी बन्द गरे मनातिर
तिम्रो जाडो कस्तो छ हेर्प मेरा दाटा मनी भैली टोली यति बचे जम्मा नि लास्टमा सब घर गयो के रमाइलो भयो त गाइज एकदम रमाइलो ल सालको तयारी अब गर्नुपर्छ बेजोड भिडियो ल सबले सब्स्क्राइब गर्नु बिन्दास लक्ष्मण भुसाल युट्युब च्यानललाई कभर त भइरहेको हसिन्न समात्छन् राम्रोसँग बिस्तारै चलाउनु है लोटलान हाम्रो पिकनिक टोली अब बिस्तारै बिदाइ हुँदैछ